खाने हैन त यो जाडोमा तातो तातो लोकल कुखुराको सुप, त्यो पनि दाउरामा पोलेर बनाएको। सो हेलो एन्ड नमस्ते एभ्रीवान, स्वागत छ तपाईहरुलाई फेरि पनि हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुसँग एकदमै मिठो लोकल कुखुराको सुपको रेसिपी शेयर गर्दै छु। यहाँ चाहिँ मैले कुखुरालाई अलरेडी काटकुट गरेर राखिसकेको छु। यसमा चाहिँ लगभग 2.5 केजी मासु रहेको छ र सुपको लागि यहाँ मैले मसलाहरु पनि अलरेडी रेडी गरेर राखिसकेको छु, जसमा रहेको छ टमाटर, प्याज र पिसेको मसला। लोकल कुखुराको सुप बनाउँदा आफुलाई चाहिए जति इन्ग्रेडिएन्ट्सहरु हजुरहरुले एड गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले तातिएको कराईमा आफुलाई आवश्यक तेललाई एड गर्दै छु। तेल राम्रोसँग तातिएपछि यहाँ चाहिँ मैले थोरै जुवानो र मेथीलाई पनि फुर्याउँदै छु। जुवानो र मेथी राम्रोसँग फुराइसकेपछि यहाँ चाहिँ मैले मासुलाई पनि एड गरिसकेको छु। मासुलाई एड गरिसकेपछि अब चाहिँ हामीले यसलाई चलाउँदै केही बेर फ्राई गर्नुपर्छ। केही बेरसम्म फ्राई गरिसकेपछि यसमा चाहिँ मैले बेसारलाई पनि एड गर्दै छु। अब चाहिँ हामीले फेरि पनि बेसार राखिसकेपछि मज्जाले बेसारलाई सबैतिर लाग्ने गरेर चलाउनु पर्छ। बेसारलाई राखिसकेपछि अब चाहिँ हामीले मासुलाई हल्का रातो रातो भइन्जेलसम्म फ्राई गर्नुपर्छ। हजुरहरुले देख्न सक्नुहुन्छ मासु हल्का रातो रातो भएर फ्राई भइसकेको छ। अब चाहिँ यसमा म अघि काटेर राखेको प्याजलाई एड गर्दै छु। लोकल कुखुराको सुप बनाउँदाखेरि प्याज मसलाहरुलाई चाहिँ हजुरहरुले आफ्नो इच्छा अनुसारले राख्दा पनि हुन्छ, नराख्दा पनि हुन्छ। प्याजलाई राखिसकेपछि यसमा चाहिँ मैले थोरै मिट मसलालाई पनि एड गरेको छु। प्याज र मिट मसला राखेपछि अब चाहिँ हामीले प्याजलाई केही बेर फ्राई गर्नुपर्छ। प्याज हल्का फ्राई भइसकेपछि यहाँ चाहिँ मैले अघि पिसेर राखेको मसलालाई पनि एड गर्दै छु। यसरी मसला बनाएको मन पर्दैन भने हजुरहरुले लसुन र अदुवालाई पेस्ट बनाएर पनि राख्न सक्नुहुन्छ। मसला राखिसकेपछि अब चाहिँ हामीले मसलालाई सबैतिर लाग्ने गरेर मज्जाले चलाउनु पर्छ। मसला एड गरिसकेपछि अब हामीले मसलालाई पनि केही बेर पाक्नका लागि छोडिदिनु पर्छ। केही बेरसम्म मसलालाई पकाइसकेपछि यसमा चाहिँ मैले काटेको टमाटर र स्वाद अनुसार नुनलाई पनि एड गर्दै छु। टमाटर र नुनलाई राखिसकेपछि अब चाहिँ हामीले टमाटर, नुन, मसला सबैलाई चलाउँदै केही बेर पाक्नका लागि छोडिदिनु पर्छ। केही बेरसम्म चलाउँदै पकाएपछि टमाटर र मसला चाहिँ मज्जाले पाकिसकेको छ। यसलाई चाहिँ हजुरहरुले यतिकै फ्राई गरेर खादा पनि केही फरक पर्दैन। तर आज मैले चाहिँ यसलाई सुप बनाउने भएकोले यसमा चाहिँ म आफुलाई आवश्यक पानीलाई एड गर्दै छु। पानीलाई राखिसकेपछि अब चाहिँ हामीले यसलाई 5 देखि 10 मिनेट मज्जाले उमाल्नु पर्छ। अब चाहिँ हाम्रो यहाँ लोकल कुखुराको सुप पनि एकदमै राम्रोसँग उम्लिरहेको छ। यसरी नै हजुरहरुले पनि यो जाडो मौसममा तातो तातो लोकलको सुप घरमै बनाएर खान सक्नुहुन्छ। अब चाहिँ हाम्रो लोकल कुखुराको सुप सर्भ गर्नको लागि पनि रेडी भइसकेको छ। आज चाहिँ मैले यसलाई खानासँग सर्भ गर्दै छु। र आजको रेसिपी हजुरहरुलाई कस्तो लाग्यो त्यो पनि कमेन्टमा भनिदिनु होला। र यस्तै थप नयाँ रेसिपीहरुको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी धेरै भन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला। र भिडियोलाई अन्तसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।